उहाँले प्रधानमन्त्रीको कुरा मात्रै गर्छ, हाम्रो विकासको कुरा चाहिँ गर्दैन भन्ने कुरा आयो। विकासको कुरा गर्यौँ कि गरेन त अर्को साम्पाङले भन्ने बारेमा म तपाईँहरूलाई थोरै सुनाउँछु, धैर्य गर्नु होला। अब 2 मिनेटमा सकिहाल्छ। 2082 सालको चैत्र महिनाको 22 गते नै खानेपानी मन्त्री, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री, अर्थ मन्त्री, प्रधानमन्त्री सबैजनालाई मैले पत्र बुझाएको छु। त्यो पत्रमा मैले के कुरा चाहिँ मागेको छु त्यो पनि यहाँ मैले सुनाउनु पर्दैन। होइन भने खाली राजीनामा दे मात्रै भन्छ, के भन्छ उता दार्जुलाको कुरा गर्छ, हाम्रो क्षेत्रको त कुरै गर्नु छोड्यो भनेर पनि आरोप लगाइराख्नु भएको छ। उहाँहरूलाई म भन्न चाहन्छु, जो मान्छेले दार्जुलाको दुःख देखेर तुइनको सट्टा पुल थाप्न जान्छ त्यसले आफ्नो चुनाव क्षेत्रको कुरा उठाउँदैन होला। मिथ्या हल्ला गरेर त्यस्तो हल्लाको काम छैन। यहाँहरू सबैजनालाई म भन्न चाहन्छु, सबैभन्दा तपाईँको छैन के अरे ठुलो एजेन्डै मेरो के थियो, सप्तकोशीबाट पानी ल्याउनु। यो विषयमा उहाँहरूले एडिबीको ऋण ल्याउँ भन्दै हुनुहुन्थ्यो। मैले एडिबीको ऋण ल्याउनु हुँदैन, राष्ट्रिय बजेटबाट हाम्रै आन्तरिक स्रोतबाट धरानलाई पानी खुवाउनुपर्छ भन्ने कुरामा प्रधानमन्त्रीज्यू, अर्थमन्त्रीज्यू, खानेपानी मन्त्रीज्यू सबै तीनटा हो। यो तीनटा हो, खानेपानी मन्त्री विभागीय, अर्थ भनेको पैसा जो गर्ने, प्रधानमन्त्री भनेको सबै कुरा। तीनैजनालाई 3 चोटि जति भेटेर मजाले सम्झाएको छु, बुझाएको छु। र उहाँहरूले वचन दिनुभएको छ यसपालिको बजेटमा जसरी पनि आउँछ भन्नु है। यो चिज है। तर यस्तो कुरा छ, अहिले तपाईँको छैन हाम्रो बालेनजीले क्यामेरा लानु दिनुहुन्न। पहिला जस्तो छैन, भिडियो खिचेर फोटो खिचेर लाउनु दिनुहुन्न। होइन, उहाँको सेटअप त्यस्तो छ। प्रधानमन्त्रीको कार्यालय भित्र छिर्ने बित्तिकै पहिला चाहिँ प्रधानमन्त्रीको कार्यालय भित्र छिर्ने बित्तिकै मोबाइल बाहिर दिनु पर्थ्यो, तर त्यहाँभित्र चाहिँ एउटा फोटोग्राफर हुन्थ्यो। त्यो फोटोग्राफरले खिचेर वाट्सएपमा पठाइदिन्थ्यो। अहिले चाहिँ फोटोग्राफर पनि राख्नु भएको छैन, क्यामेरादेखि डराउनुहुन्छ, सदनको रोस्टमबाट पनि डराउनुहुन्छ। खोइ के हो, स्टेटस चाहिँ आफैले लेख्नुहुन्छ कि प्रधानमन्त्रीज्यू स्टेटस चाहिँ तपाईँ आफैले लेख्नुहोस् प्लिज है। हामीले कुरा गरेका छौँ र उहाँले वचन दिनुभएको छ। प्रधानमन्त्री, अर्थमन्त्री, खानेपानी मन्त्री सबैले वचन दिनु। अब के कुराहरू हामीले माग गर्यौँ भन्दाखेरि पढेर अलिकति सुनाउनै पर्ने भयो, कामै गरेन भन्ने फेरि गीत आउनु थालेर। धरान उपमहानगरपालिकाको सर्दु, सेउती, सेरा, अँधेरी खोलाहरू वरिपरि तटबन्धन जुन छ, होइन जहिले पनि हानि राख्ने तटबन्धनको लागि पैसा मागिएको छ। त्यसै गरी धरानमा फोहोर मैला व्यवस्थापनको समस्या छ। यहाँ हाम्रो तिलक दाजु है अघि भन्नुभयो, उहाँ हाम्रो दाइ पनि हुनुहुन्छ अनुभवी। पार्टीले गर्दाखेरि कहिलेकाहीँ यताउता भन्थ्यो, पहिला त्यो ठुलो कुरो होइन। उहाँ हाँसिराख्नु भएको छ है। उहाँले पनि दुःख पाउनुभयो, मैले पनि दुःख पाएँ। उहाँभन्दा पहिलाका मेयरहरूले पनि दुःख पाउनुभयो। अहिले हाम्रो यता ऐन्द्र सर हुनुहुन्छ, उहाँले पनि दुःख पाइराख्नु। त्यो फोहोर फाल्ने ठाउँमा सेनिटरी ल्यान्डफिल साइट बनाउनुपर्छ भन्ने कुराको माग मैले गरेको छु। अर्को कुरा, धरान स्थित बीपी अस्पतालको एमसीएच बिल्डिङ यतापट्टिको त्यो ठुलो गङगङै परेको भवन, अस्ति ठेकदारलाई फोन गरेको, काम किन नगरेको भनेको 12 करोड पैसै पाएको छुइनँ, माननीयजी माग्दिनु अनि गरिहाल्छु भन्छ। सरकारले उधारोमा काम लगाएको रहेछ है। अनि पर गएर तपाईँले बालनजीलाई कुरा गरेको, काठमाडौँ महानगरपालिकामा त पैसा टनाटन हुने खर्च गर्ने ठाउँ थिएन, यहाँ त खर्च पैसै छैन रहेछ, के गर्नु हो भन्दै त्यसरी अड्किराखेको छ। तर त्यहाँ पनि हामीले पैसा मागिरहेको छ, त्यो कम्प्लिट हुनुपर्छ। अर्को कुरा, धरान स्थित मर्चरी नेपालीले बाँचिन्जेल दुःख पाउनु पर्ने, मरेपछि उनको दुःख पाउनु पर्ने रहेछ होइन। हामीलाई मर्चरीमा राख्छ, मर्चरीमा तपाईँको फ्रिज भएको बाहिरै सुताइराख्छ, कुहिराखेको हुन्छ। तपाईँ हामी यहाँ बिताउँ त, हाम्रो छोराछोरीको युके होला, कोही कहाँ अमेरिका अस्ट्रेलिया होला, त्यो छोराछोरी नआइन्जेल सद्गत गर्न मिलेन। सद्गत गर्नका लागि तपाईँको छैन के अरे छोराछोरी पर्खिँदाखेरि बाहिरै लडेर राख्छ, यस्तो गरेमा कुहिहाल्छ। हामी कुहिनु परेको छ, मरेको छ, हाम्रो लास कुहिने गरेको। त्यसले गर्दाखेरि त्यहाँ फ्रिजरहरूको चाहिँ व्यवस्थापन गरियोस् भनेर माग गरेको। तथापि युकेका लाउरे दाजुभाइहरूलाई, हङकङका तपाईँको छैन मनकारी सहयोगीहरूलाई
बिन्ती गरेर उहाँहरूले 2टा फ्रिजर 2टा चाहिँ आइस बाकस 4वटा लास लाउन मिल्दो रहेछ एउटामा 2टा किन्ने जो पैसा गरिदिनु भएको छ यो कुरा पनि मैले माग गरेको कुरा म यहाँहरूलाई अनुभव गर्न चाहन्छु। अब अल्छी नमान्नु होला होइन केही गरेन भन्ने आइराखेको छ अरे कि अनि क्या मैले भन्नु धरानदेखि नडा जाने बाटो होइन यहाँ सरदुपारीपट्टिको बीचको यो कुम्बेहालतिरदेखि जाने 2टा बाटो र हरियालीको बाटो पनि गर्नुपर्छ भनेर मैले भौतिक विकास होइन मैले अघि भने 3टै तपाईँको सेनिटरी मन्त्रालयमा भनिरहेको अवस्था छ। धरानदेखि भलुवा चौरी जाने बाटो त्यही उताको भइहाल्यो होइन बडा क्षेत्र नगर के अरे को कुराहरू भयो। बडा क्षेत्र नगरपालिका 1मा पर्ने सूर्यकुण्ड जाने बाटो त्यो पनि बनाउनु पर्छ भनेर लिस्टमा मैले लगाएको छु पेश गरे। त्यसैगरी धरान 4को जीवन रेखाको रूपमा रहेको देवी गाउँ हुँदै दानाबारी जाने बाटो त्यो बिग्रेको थोत्रे बाटो त्यो बाटोको लागि पनि मैले निवेदन दिएको छु। धरान 5को ठिङ्गाबारी हुँदै धरान 4को सुमनटारसम्म जाने बाटोको लागि पनि मैले निवेदन पेश गरेको छु। 12 गते चैत्र 12 गते अहिले होइन यहाँहरू सबैजनालाई निवेदन गर्न चाहन्छु। धरान 20को चिन्डो डाँडा जहाँ सुम्निमा पारुवाङको प्रतिमा बनाउने हामीले गरेका छौँ संकल्प त्यसतर्फ जाने बाटोको लागि पनि हामीले निवेदन लगाएका छौँ। त्यसैगरी धरान 20को भन्ज्याङ छेउको ओकाहा खोलामा पुल लगाउनु पर्छ मोटरेबल पुल लगाउनु पर्छ भन्ने माग पनि मैले गरेको कुरामा निवेदन गर्न चाहन्छु। धरान 5को मसाने खोलाको पुल जहाँ जहिले पनि तपाईँको त्यो बालुवा भरेर दुःख छ त्यसको लागि पनि निवेदन पेश गरेको कुरा म अनुरोध गर्न चाहन्छु। धरान 5 र 4 जोड्ने निशान डाँडा र खराखार खोलामा ग्रामीण सडकहरू जोड्नका लागि पनि पुल हुनुपर्छ भन्ने मैले निवेदन गरेको छु। धरान 20मा भन्ज्याङदेखि सुवारा जाने कालोपत्रे बनाउनु पर्छ भन्ने कुरामा पनि मैले निवेदन पेश गरेको। धरान 17को पटनाली समावेशी टोल मार्गमा पनि गरिएको छ माग। धरान 11को मङ्गलबारेदेखि दक्षिण पर्ने ऐश्वर्य मार्गको बाटोको लागि पनि निवेदन पेश गरेको कुरामा निवेदन गर्न चाहन्छु। धरान 11को विष्णु चोक बान्डाडा हुँदै सगरमाथा चोक हुँदै विष्णु पादुका जाने पुलसम्मको बाटोको लागि पनि हामीले निवेदन पेश गरेको कुरामा अनुरोध गर्न चाहन्छु। धरान 6को प्रणामी मार्गदेखि बाजी पार्क फुटबल मैदानसम्मको बाटो कच्ची बाटोलाई पक्की बनाउने कुरा पनि निवेदनमा परेको कुरा जानकारी गराउन चाहन्छु। धरान 17को फोकल्यान्ड चोकदेखि डाँडा गोपासम्मको सडक निर्माणको पनि कुरा उठेको छ लगाइएको छ भने धरान 9, 10 र 11को पुतली लाइन हुँदै कल्याण चोक हुँदै जुन सडक मर्मत गर्नुपर्ने हो त्यो मर्मतको लागि पनि मैले चाहिँ के अरे निवेदन लगाएको कुरामा जानकारी गराउन चाहन्छु भने धरान 8को सभागृह मर्मत तथा पुनः निर्माणका लागि पनि निवेदन गएको कुरामा जानकारी गराउन चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू धरान 6को औद्योगिक ग्रामको लागि पनि निवेदन गएको कुरामा जानकारी गराउन चाहन्छु भने धरान 8मा सुनसरी जिल्ला ट्राफिक कार्यालय निर्माण गर्नुपर्छ भनेर जग्गा जुन निकालेका थियौँ त्यसका लागि पनि ट्राफिक कार्यालयको भवनको लागि पनि निवेदन गरेको छु। धरान 14को विजयपुर धार्मिक क्षेत्रदेखि धरान 20 सुम्निमा पारुवाङको डाँडादेखि सुलीकोट हुँदै विष्णु पादुका सूर्यकुण्डसम्म बडा क्षेत्रको मन्दिरसम्मको रामधुनीको के अरे रामधुनीसम्म जाने एउटा धार्मिक तीर्थ यात्राको पर्यटनको प्याकेजको बाटोको लागि पनि तपाईँको चाहिँ निवेदन गरिएको छ। धरान बजार र आवश्यक क्षेत्रहरूको बीचमा भएका हाई टेन्सनको त्यो लाइनलाई स्थानान्तरण गर्नुपर्छ भन्ने पनि हामीले चाहिँ के अरे जोड दिएका छौँ माग गरिएको छ भने बजार जोगाएर व्यापार व्यवस्थापन गर्नका लागि आर्थिक क्षति नहुनका लागि पनि विकल्प खोज्नका लागि राजमार्ग स्थानान्तरण गर्ने सम्भावना खोज्नका लागि पनि निवेदन गरिएको कुरा जानकारी गराउन चाहन्छु। बडा क्षेत्र नगरपालिकाको कालाबन्जार स्थित हैटा खोलामा तटबन्धन गर्नेदेखि लिएर चतरा छेउमा रहेको हाट खोलाको हटिया बजार व्यवस्थापन गर्ने सम्मको मागहरू राखिएको छ। धरान 15को सदन स्कुलदेखि तपाईँको महादेव चोकसम्मको बाटो बनाउनु पर्छ भन्ने निवेदन पनि राखिएको कुरा जानकारी गराउन चाहन्छु। धरान 8को सिरजङ्गा चोकदेखि तपाईँको छैन चेकपोस्टसम्मको धरान 8को भोटेपुल पुलसम्मको निर्माण सौन्दर्यकरण गर्ने कुराहरू पनि भएको छ भने धरान आविष्कार केन्द्रका लागि उपकरण खरिदहरू गर्नुपर्छ भन्ने माग पनि राखिएको छ। धरान 16को
गणेशमान चोकदेखि जोरसोकवा चोकसम्मको बाटो सडकको स्तर उन्नति गर्ने 13 को जानकी चोकदेखि तलतिरको झोलुङ्गे पुलसम्मको बाटो तपाईको चाहिँ के अरे भुले बाटो कालोपत्रे गर्ने र धरान 12 को छतरा लाइनदेखि स्वस्तिक चौकसम्मको सडक निर्माणका लागि पनि यति धेरै मागका चाङहरू मैले लगेर राखेको छु। प्रधानमन्त्री ज्यूले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री ज्यूलाई सकेसम्म सहयोग गर्नु हर्क साम्पाङलाई भन्ने वचन मलाई दिनुभएको छ भनेर भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालजीले मलाई जानकारी दिनुभएको कुरामा यहाँलाई निवेदन गर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब मैले सक्नु आँटे। अब यहाँ धेरै मान्छेहरू छौं, हामी सबै मान्छेहरूले राम्रो काम जति मैले गरे नराम्रो काम जति तैँले गरिस् भनेर भन्ने हाम्रो एउटा कुचलन पनि छ। धरानको पुरानो अस्पतालको जग्गा नगरपालिकाको नाममा फिर्ता गर्नुपर्छ भनेर मैले फाइल बोकेर प्रधानमन्त्रीलाई भेटेकै दिन प्रधानमन्त्रीज्यूको मुड अत्यन्तै राम्रो थियो। क्या हो, उपसभामुखसँगको कुरा नै सूचना मिलिरहेको थियो। ल अहिले मिटिङमा हुलाएर निर्णय गर्नुपर्छ भन्नुभयो। स्वास्थ्य मन्त्रीलाई फोन गर्नुभयो, स्वास्थ्य मन्त्री दौडाउँदै आउनुभयो। युवाहरू छन्, काम छिटो गरौँ भन्ने एउटा राम्रो पनि हो। ल आजै हुन्छ होला जस्तो लागेको थियो। म त्यहाँ भिसीसँग बोल्छु, अर्को मिटिङमा पास गर्छु भन्नुभयो। अनि पास गरेर आज हामीलाई प्राप्त भएको छ। त्यसमा नगरपालिकाले पहल गरेन भन्दिन है। सत्ता पक्षका तपाईको छैन मैसँग चुनाव लड्ने हाम्रो सरिनजीले पहल गर्नु भएन भन्दिन, सामाजिक अभियन्ताहरूले पहल गर्नु भएन भनेर भन्दिन। तर त्यसमा सबैभन्दा ठुलो हात चाहिँ हर्क साम्पाङकै छ भनेर भन्दाखेरि खेर जाँदैन होला।